आज हाम्रो चाहिँ यो चैते रोपाइँ भइरहेको छ है। हाम्रो आज चैते रोपाइँ हो। यहाँ चैतको खेत रोप्न सुरु भइसक्यो। यो चाहिँ हाम्रो चन्द्रती गाउँ है। चन्द्रती गाउँ यो चाहिँ सर यहाँबाट चाहिँ हाम्रो खेत यो यहाँबाट सिरी 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 तल तल तलसम्म चाहिँ हाम्रो खेत है। सबै आज रोपेको जति चाहिँ हाम्रो खेत। हाम्रो मम्मी हुनुहुन्छ यो बोकेर हिँड्नु छ। गोरु मामा गोरु त लास्टै कडा छैन मा गोरु त मामाले उडाइदिनुहुन्छ यहाँ। भएको त त्यस्तै हो। पानी सुकेर हो कि ल बिउ फुत्ता फुत्ता उडाउनु त अझै माथि माथि उडाउनु खुस्किँदैन त्यत्तिकै डराएर। म चाहिँ अब काम गरेन भन्ने के गरेछु भने अलिअलि गरेछु रोपाइँ। म चाहिँ बाक्से हो कि बाक्से हो। अब यो गर भएपछि बाक्से गर्ने हो। अब यो गर यहाँ मामाले भ्याउनु पाएन भएपछि मेरो पालो आउँछ। पहिले पहिले त मैले पनि दाँदै ज्वरो लाउँथेँ। बलेरो ए बलेरो हिँड्ने छोडा त बलेर हिँड्ने छोडो मामा भाइ थाक्यो जस्तो। मामा चाहिँ होइन यहाँडी पूर्वदेखि पश्चिमसम्म अर्डर आओस् कि मामाको। बलेर उहाँ चाहिँ बिउ गोडिरहनु भयो। उहाँ चाहिँ बिउ गोडिनु हुन्छ। सबजना हाम्रो खेतालाहरू भनेर हाल्दैन के छ र। हाम्रो चाहिँ लसुनबारी कस्तो छ हेर्नुहोस्। चाहिँ प्याजबारी हो त चाहिँ हाम्रो गाउँ भयो। दौडाइदिनु मामा बलेर बलेर बलेरले हिरै बनाए। बलेरो भ्याएछ नि मामा यहाँ चाहिँ आज मान्छे लिएर आएको थियो है। यो चाहिँ मोसन घाटो मान्छे लिएर आएको थियो आज। बय पानीको मान्छे रे। बय पानी भनेको चाहिँ देखेको डाँडो हो त स्कुल जस्तो देखेको थियो नि डाँडो। त्यहाँ हो बय पानी। त्यहाँको चाहिँ रोप बोलेरो पुन्ट्रे बोलेरो पर्दैन माथि माथि यो कता कता हालिदिने होला। हट हट बासिन बा फर्क फर्क उता उता होरी होरी यसले के हो यहाँ उडाएर होरी होरी होरी